ठ्याक्क पम्दीकोट जानलाई होइन म चाहिँ यहाँबाट ठ्याक्क माथि यहाँबाट 4-5 किलोमिटर माथि र पोखराको लेक साइडबाट चाहिँ ठ्याक्क 12-13 किलो माथि र होइन एक्लै जान लाग्यो। अब कोही छैन सोलो राइडमा अब अफरोड जस्तो लाग्यो मलाई चाहिँ। पम्दीकोट चाहिँ माथि त्यो शिवको मन्दिर छ नि, त्यो नयाँ शिवको मूर्ति भनेको त्यो ठाउँलाई पम्दीकोट भन्दो रहेछ होइन। जस अब यहाँबाट म एक डियो स्कुटी छ एक्लै सर र पम्दीकोट। बहिनी पम्दीकोट जाने बाटो हो यो? सल्लो बाटो नजाउँ होला। मलाई त म्यापले यही बाटो देखाइदियो, त्यही भएर म म्याप खोज्दै हिँडेँ क्या। म्याप ओपन गरेर मोबाइल हेर्दै होइन, लुगासुगा सब भिज्छ मेरो। माल मतलब नदी हिँड्दा छु त जो पनि हिँडिदिन्छ नि। अप्ठ्यारो बाटो हिँड्नेलाई पो भन्छ त राइडर यो होइन। ल बाटो चाहिँ बब्बाल बनाएर होइन यताको पम्दीकोट जाने बाटो चाहिँ हल्का तल चाहिँ अफरोड रह्यो। म अफरोडको बाटो छिरेको छु, त्यही भएर अब भरे 12 बजेको फ्लाइट छ हेर केटा हो। त्यही भएर म चाहिँ अब पानी परे पनि मतलब नदी 3 दिन भइसक्यो आएको, खासै कहीँ घुमेको छैन क्या। आज गएको फेवा लेकको मन्दिर पनि। अब पम्दीकोट जानुपर्ने यही होला बाटो सायद मलाई त्यस्तै लाग्छ। बाटो स्विट र होइन यताको प्लेसहरू चाहिँ स्विजरल्यान्ड जस्तो बनाएर है। कस्तो डिफ्रेन्ट टाइपको क्या। चाहिँ पुग्न आदि सक्यो यो म त्यहाँबाट लगभग 20 आधी घन्टामा तिमीमा आइपुग्यो भन्दा हुन्छ। पार्किङ स्थान माथि पार्किङ गर्न दिँदैन क्या अब त्यस्तै लाग्यो मलाई पनि होइन। शिवको मन्दिर देखियो सब यो उप्स्यो लगाएर केही क्यामेरामा राम्रो क्याच भएको छैन। ल म चाहिँ आइपुग्यो होइन। यो चाहिँ हाम्रो पम्दीकोटको मन्दिर शिवको। यसको हिस्टोरी बुझ्नुपर्छ अहिले त्यहाँ गएर। त्यहाँको होइन अब बिहानको फ्लाइट छ अहिले 12 बजेको। अब अहिले 10 बजिसक्यो होला क्या सायद, लाग्छ मलाई बजिसक्यो। धन्न यहाँ चाहिँ टिकट सिस्टम रहेछ त्यही ल माथि पनि ल्याइदिएँ। इट्स टाइम फर सिमे टिकट। अन्त यो चाहिँ कोट थोरै पहिला अन्त कोटको यो जनाले खोरो रहेछ होइन। अझै जुत्ता फुकालिसकेँ। मस्त भ्यू देखिँदो रहेछ होइन। कस्तो उहु भन्ने टाइपको। त्यो पारि पनि एउटा रह, त्यो चाहिँ प्राइभेट मन्दिरै। यहाँभित्र पनि छ हाम्रो हेरौँ। भित्र चाहिँ मस्त बैठक रुम रह पुजारीहरूको त्यो चाहिँ स्पेसल्ली। ल लेक त कस्तो बबाल देखियो। कुन लेक हो यो? फेवा लेक हो लाइक त्यही हो नम्बर होला यो चाहिँ होइन शिवजीको। यो यो के सर्पो देखिने सर्पो भनिरहेको थियो कि तर होइन रहेछ क्या। बब्बाल पोखराको भ्यू स्विट देखिँदो रह्यो। भ्यू है पोखराकोमा वरिपरि डाँडो ढुङ्गेर ऊ त्यो पारिको एउटा गुम्बा छ त्यहाँ जानु भयो। अहिले पानी परेला मान्छेहरू फोटो खिच्ने लड्को हुँदो रहेछ। कस्तो बवाल भ्यू देखियो क्या सेट। क्यामेरामा उतो पसेछ होइन। ल हेरौँ सम क्यामेराले क्याप्चर गर्न सकेको छैन क्या यस्तो बेटर त त्यस्तो बेटर। केटाकेटी हो पम्देश्वर मन्दिर चाहिँ यो 13 शताब्दीदेखि रे। यहाँ मैले यहाँको लोकलहरूलाई सोधेको होइन 13 शताब्दीदेखि यो मन्दिर बसाएर त्यो यता साइडको सानो मन्दिर छ नि त्यो मन्दिरमा चाहिँ पहिला ढोग्ने त्यहाँको परम्परादेखि गर्छ अरे। अनि यो चाहिँ हाम्रो त्यो कुनै सरकारले होइन यहीँ हाम्रो नेपाली यहीँको जनताहरूले हल्का योजना उठाएर अनि प्रोसेस गर्दै गरेर यो मन्दिर बन्नु थालेको 2073 सालमा 73 मा बनेको अरे। यो वर्ष ठ्याक्क 7 इयर भएछ यो मन्दिर चाहिँ बनेको होइन। त्यही हो त्यति थाहा पायो यता लोकलहरूलाई सोद्धा। जो राम्रो हो। यहाँबाट चाहिँ हाम्रो 360 भ्यू देखिन्छ अरे। जो यहाँबाट हाम्रो हाइएस्ट टप 10 मध्ये टप 7 वटा हिमाल चाहिँ देखिन सक्छ भनेको छ होइन।
मैले अब त्यति इन्फर्मेसन पाएँ मैले तपाईँहरूलाई इन्फर्मेसन पास आउट गर्दै होइन जस आउनु होला अब चाहिँ हाम्रो यहाँ चाँडै टिकट पनि लाग्छ अहिलेसम्म टिकट पनि छैन त्यो एउटा डम्बर जस्तो देखाएको थियो नि त्यो चाहिँ हाम्रो डम्बर जस्तो चाहिँ त्यो भ्यू टावर थियो अरे पहिला चाहिँ यो 73 सालभन्दा अगाडि चाहिँ त्यहाँ एउटा भ्यू टावर थियो अरे यस्तो मन्दिरहरू केही थिएन अरे अनि पछि 73 सालभन्दा पछि एउटा बुढो मान्छेले सोचेर बनाउनु भएको अरे त्यस्तो दामी रह्यो दामी स्विट होइन खतरा लाग्यो दसैँ जानु होला अब म फेरि अर्को डेस्टिनेसन जान्छु मेरो 12 बजी फ्लाइट छ गाडीहरू त्यो पारेको चाहिँ रेस्टुरेन्ट रे होइन यसकै मन्दिरको साइडै त्यो सरस्वतीको भगवान्को मन्दिर ल यता म फेरि आएँ यता अझै म दुन्जे पानी आएको होइन अब भोलि अहिले भरे फ्लाइट छ जसले पनि हिँड्नुपर्छ होइन तर हिँडिरहेको छु म दुन्जे पानी रे यो चाहिँ टिकटकै लोगो बनाएर क्या त्यहाँ एउटा गुम्बा र होइन अब लास्ट यो भनेको अब चमेरा गुफा पनि जान्छु म भ्यायो भने चासास पनि छैन गोप्रो खानसान पनि खानुपर्ने हाम्रो उ त्यो हो क्या गुम्बा चाहिँ ठिक रहेछ हेलो भने होइन Ну, потому как по площади большой, потому что да, низкое здание. निष्ठा के भने म बुझ्दिनँ कुन ल्याङ्ग्वेज बोल्या ल म चाहिँ स्तुपामा आइसकेँ होइन रङ्गी बिरङ्गी फुल फुलेर चाहिँ न भिडियो न फोटो भने तर कहाँ मान्छेहरूले मान्छन् हौ न भिडियो भन्दा साइलेन्ट प्लिज रे होइन उहाँले यस्तो तलतिर चाहिँ फेवा लेक ट्याक्कै लाएर यत्रो मान्छेहरू के यहाँ अनि यहाँ मात्रै छक्क परे यस्तो नि यो चाहिँ हाम्रो वर्ल्ड वाइड पकौडा भन्ने रहेछ होइन यो चाहिँ मैले यहाँको मान्छेहरूलाई सोधेको यो चाहिँ वर्ल्ड वार पछि बनाएको रह जस यो चाहिँ 4वटा धर्मले रह जापानिज थाइल्यान्ड नेपाल अनि चाइना चारवटा देशले बनाएर बनाइदिन चाहिँ जापानको सरकारले सहयोग गरेर बनाएर वर्ल्ड वार 2 पछि सम्झौता होस् वर्ल्ड पिस पकौडा भनेर नाम दिएर यसलाई यो चाहिँ विश्वको वारपछि शान्तिको लागि बनाएर त्यसैले यो गुम्बा रहेछ यो चाहिँ हाम्रो 2072 मा बनेको यो चाहिँ पहिला चाहिँ 3चोटि भत्काएर बनाइसक्यो रिबिल्ड गरिसक्यो अरे बन्दैछ अब म यहाँबाट लागेँ अब मेरो नेक्स्ट डेस्टिनेसन हुन्छ पोखरा त्यहाँदेखि म जान्छु होला कतै हेर्दै जानु होला अभि भ्लग उहाँ चाहिँ हाम्रो मिस्टर मिन बहादुर गुरुङ हुनुहुँदो र उहाँले चाहिँ नेपालको विद्युत सम्बन्धी हेल्प गरेर यो विश्व शान्ति स्तूपा बनाउनको लागि इलेक्ट्रिसिटी पास गर्नु भएको त्यही भएर उहाँको मूर्ति रह होइन त्यही हो खासै इन्फर्मेसन त पाइनँ मैले यति पास आउट गर्दैछु होइन जति सक्छु ट्राई गर्दैछु हेर्दै जानु होला त्यस्तै भन्दै आज चाहिँ हुप्स्यो लाएर खासै भ्यू देख्न पाइएन नत्र यहाँ मान्छेहरूले भन्छन् बबाल भ्यू देखिन्छ अरे यो ठाउँबाट हो कि होइन आई डोन्ट नो के हो के होइन द्याट्स इट बाई बबाल रहेछ फोटो भने होइन होइन त्यही हो सब कुनै कति सब घुम्दैन एउटा त फेरि आएँ म पोखराको कुनाबाट कस्तो बवाल देखियो सहरमा एक मुठीमा समाइदिन्छु भने जस्तो क्या स्विटदेखि अब जान्छु म ऊ त्यहाँ हो होटेल लाइक खोइ के यता पृथ्वी चोक होला होइन यहाँ यस्तो निक्लेर लेक साइड उता ढाडा धेरै टाढा रहेछ नि कहाँ निक्ले त्यहाँ लेक साइडमा छ मेरो होटेल त्यहाँदेखि ऊ इन्टरनेसनल एयरपोर्ट त्यहाँ भरे त्यहाँबाट फुत्त उड्ने एउटा कता काठमाडौँ उतै पुग्ने अब कता पुगिन्छ होइन त्यो थाहा छैन मलाई ल अगाडि खाना खान्छु होला म खै ल बाइक पोखरा हामी चाहिँ हिँड्यौँ नेक्स्ट टाइम आउँला अब चाहिँ यार गाइस चोरी देखाएको
सिट नम्बर हेरेर बस्नुहोस् फेरि यो पेचीको बक्कललाई अर्को पेचीको बक्कलमा यसरी कसाई सजिलैसित लगाउन सकिन्छ। यो फितालाई तानेर कस्न सकिन्छ। खोल्नको लागि बक्कल यसरी उठाएर खोल्न सकिन्छ। यो विमानमा 4वटा सङ्कटकालीन द्वारहरू छन्, 2वटा अगाडि 2वटा पछाडि। विमानभित्र धुवा बढेको खण्डमा भुइँमा बल्ने बत्तीहरू पछ्याई आपतकालीन द्वारतर्फ प्रस्थान गर्नुहोला। अन्य जानकारीको लागि यहाँहरूको अगाडिको सिटको खल्तीमा राखिएको सुरक्षा सम्बन्धी निर्देशिका अध्ययन गरिदिनुहोला। धन्यवाद। Dear valued passengers, we have just briefed about seat belt and emergency changes. For more information, please study the safety instruction card placed in the seat pocket in front of you. Thank you for your kind attention. आधी घन्टामा पुग्छु होइन 11,000 फिटमा जाँदा काठमाडौँ भ्याली छिर्यो होइन। अब ट्याक्सी गरेर घर जान्छौँ। भ्लग यहीँसम्म आउँछ होला। थ्याङ्क यू फर वाचिङ द भ्लग बाई।